सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको 75औं वार्षिकोत्सव तथा हीरक महोत्सव धनकुटामा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेर वार्षिक उत्सव मनाइएको हो। रेडियो नेपालको 75औं वार्षिकोत्सवसँगै प्रादेशिक प्रसारण केन्द्र धनकुटा 32औं वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना आदान प्रदान गरिएको हो। कार्यक्रममा हीरक महोत्सवको अवसरमा आयोजित कर्मचारीहरूबीच भएको विभिन्न खेलकुद प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण समेत गरिएको छ। शुभकामना आदान प्रदान गर्नुहुँदै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले रेडियो नेपाल प्रविधिको विकाससँगै आफूलाई परिमार्जन गर्नुपर्नेमा जोड़ दिनुभयो। यसमा समय सापेक्ष हामीले सुधार ल्याउनुपर्छ। समय सापेक्ष हैन, युगको मागलाई हामीले सम्बोधन गर्यो भने केही कुरा पुरो हुँदैन। कहाँ हुन्छ हामीलाई पढाएर सिकाएर यो ठाउँमा पुर्याउने रेडियो नेपाल हामीले कहिले पनि बिर्सन सक्दैनौँ। रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र धनकुटाबाट प्रसारण हुने कार्यक्रम इलामको आइतबारे, सोलुखुम्बुको पत्ताले, पाँचथरको सिलौटी तथा धनकुटाको भेडेटारमा रहेको एफएम रिले स्टेशन र विभिन्न डिजिटल प्लेटफर्मबाट प्रसारण हुँदै आएको छ।